तातो सल्कियो सल्कन यतिको त हो तातो आइ भयो तातो होइन वनतिर त जान्न अन्य कुरो हो यहाँ त बर्बाद पारेर काटेछन् नि यार अब च्याउ भेटिन्छ सब यसरी काटेको भेटिन्छ नकाटेको भेटिन्न अब च्याउ पाइले जस्तो छैन अब निहुरो खोज्न जाने हेलो नमस्ते के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला आज धेरै पछि अर्को एउटा नयाँ भिडियो लिएर आएको छ तपाईँहरू माझ आज हामी जङ्गलतिर च्याउ खोज्न जाँदैछौँ हाम्रो जम्बु टोली सैसेलु खाँदै बाटो खराब भएपछि होइन पो हुन्छन् यसरी ऐसिलु खाँदै हामी बाटो यति राम्रो छ बिचमै बाटो बन्द भएको हुनाले अब पैदल यात्रा जारी छ यता त हिउँले पुरै ढुङ्गा थियो सब बनाएका रहेछन् कि तलै बन्द हुनाले कस्तो हो कि ऐसेलु है पुरै वन जति टक्क ऐसेलुले यसरी सब ढाकेको छ यता औषली उतै औषली जता हेऱ्यो त्यतै औषली नै औषली तर हामी आजको टार्गेट भनेको हाम्रो वनको रातो च्याउ हो त्यो हुनाले ऐसेलुलाई यहीँ थाती राखेर हामी अब यो मोटर नहिँड्ने मोटर बाटै बाट पैदल हिँडेर जङ्गलतिर जाँदैछौँ ऐसेलुको यस्तो वन छ जता गयो नि गाह्रो भयो क्या हो भिडियो बनाउँदै बनाउँदै हिँडेर यो गुइँली बल्ल फल्दा छँदै छ बल्ल बत्तीलाई लाउँदैछ गुइँलीको बाहिर आउनु जस्तो भरेछ बल्ल र पुरा भैँसीले खुडी खेलेर मालचुत्रु त रहेछ फलो रेन्चर अब हामी चाहिँ यो भेगमा कोही यो भेगतिर कोही त्यो भेगतिर चाहिँ चट्ट च्याउ खोज्नलाई उता खोलामै थाहा पाउँला अब खोलामै तिर्खा लाखेन दाइ भर्खर त अर्गल हो कि है अर्गल अर्गल सिले गाविस भवन त्यो रातो ठुलो माथि यो नापुले नापुले स्वाट्ट ताना त हार लाग्छ यो त पिरो हो कि पिरो चाहिँ कडा पिरो हुन्छ
नाक बुझेको ठिक भएको छ यो घना भन उसले नि गुलिया रहेछ नि त अलि पानी बढी परेको छ यत्रो बुढा कस्तो फलेको पछि त फल्ने अलि तर ढिलो खोजेको थियो जेठा त हुन्थ्यो झन् क्या खाने कलम पाक्ने बेला त सँगसँगै पाक्थ्यो र नि फल्न चाहिँ फलै छ अहिले नि बाक्लै हामी अब यति बेला तल्लो नेटा हौँ अब यहाँबाट दुईजना उपल्लो नेटा हुँदै जान्छौँ भने दुईजना दोबन्चर हुँदै हेर्नु त बुटो यत्रो छ यस्तो फलेछ अरे गुँयली यत्रो बुट्टामा यस्तो छ गुँयली यात्रा जारी छ कोही खाएको त गुली झरेर उपल्लोबाट जानु छ हामी अब यहीँबाट चढ्छौँ यसो गर्नु सुन्नु न हामी यहाँबाट गएर हाम्रो गोल्छिनाबाट उकुस निक्लिएर छरा पानी ठुटा हेर्दै आउँछौँ हामी यता घरको ओल्लो डाँडा हेर्दै यो अँधेरी खोला ओलतिर यो ढिक छ नि अब ठाडो जाने बाटो छ नि दोभानको ठाडो जाने त त्यो पल्लो डाँडो हो त्यो डाँडा ओलतिर जानु क्या यसलाई त थाहा छैन अब त्यो हामी यताको त्यो खोला वारी यता यो वारीपट्टि पारिपट्टि हेर्दै हेर्दै माथि निस्किन्छ दुईवटा सँगसँगै हिँड्नु अब यताउता थाहा छैन बरु अहिले यताबाट चाहिँ वरपर बाँडिँदै झरौँला त्यही गरौँ न ल हजुर यता जानु मुन्न धेरै टाढा त नगएस् त ल जानु ल त्यता अब हामी एउटा बोतल छ तर खोला गएर पानी भर्छौँ यहाँबाट एक तोली उता एक तोली यता ल अब चाहिँ वन प्रवेश गरिरहेछौँ त्यो अगाडि हो कि यता भित्र सिधै बाटो फेरि छ्याङ्ग छ वनभित्र त कति आँखा नजाने वनतिर घाम त लाए यस्तै घाम लगाइदिनु हुन्थ्यो मलाई वनभित्र शीतलै हुन्थ्यो हामी अब दोबनको चौर यो खोल्सा निस्केर घुम्ने हो न आइपुगेर हिँड्छन् क्या बोल्दैनन् के त्यहाँबाट आएर उयो माथितिर छ नि यहाँ यो बुट्टा यहीँबाट त्यार्सी यता छिर्छन् अब हामी यहाँदेखि यो भेगतिर सत्ता गोप्रिनी घरमा जान्छौँ भने यता अर्को दुईजना टोली यो भेगतिर पुरै भैँसी हुन्थ्यो यहाँ त पहिला त हामी अनि बेला भैँसी हौँ यहाँ त यता झर्थ्यौँ डेम्बर खाना आउने माथि ए छ्याङ त थियो यहाँ त यहाँ माथि आएर यता सट्टै हान्थ्यो उठ्थ्यो डेम्बर खाना अनि जम्मू खाना यहाँ धड्दा बाटो थियो कि मेन अहिले पुरै भुजिया यहाँ त हो नि पूजा भना हुने यो थुम्कोमा त्यता यो हाम्रो बन्योले जोतेर पुरै खतरा जोत्छन् जोत्न नि यार
यो खोलाबाट पानी लगाउँला भनेको खोलै सुकेछ चप्पै खाएर बुढाले उतैबाट हाला भन्नुपर्छ त्यति बेला यहाँ ढकाएर चाहिँ पुरै जोतेछ कि उसले बनिएले चाहिँ यस्तो बनाएर नि अब यहाँबाट चाहिँ नि हामी यो खोलो बर्खा तर्न सकिन्न अहिले यस्तो छ यो खोलो हिस्लाङ त्यो ठाडो खोला आउँछ नि उहीँबाट जोडिन्छ हो हामी जङ्गलतिर प्रवेश गरियो मुख्य छेउको इलाका अब छेउ नपाइएपछि अब खाजा त खान पर्यो पा फुकेर टक्क रोटी तताएर है आयो आयो च्याउको भारी आयो ल च्याउ खान आएका खा भन्ने हो बस्ने यहाँ त छैन मामा पलाएकै छैन यसमा त पारी त्यो ढिका न्याला गाडिया हेम्बो न खोल्सा खोल्सा पर छैन त्यो ढिकाको के हजुर त्यो उ गरेको खै त दाइ कता हराउनु भयो च्याउको भारी धेरै भयो क्या दाइलाई यहाँ नि काटे यहाँ त अस्ति नै हो त्यो समरेश्वरले काटेको त्यो हिमेलले त्यो झोला है सानो चाहिँ त्यति भएर झन् चेत्यो यो मैले त यो चाहिँ भनेको क्या हो च्याउ खान आएको रोटी खानी जाने खाना आएकी बुढी झोला डुबी मरी के साले यहाँ च्याउ खोजेर फाल्यो भन्छन् लौनु मामा यति तार सेकाएर खाने एउटामा मलाई उनीहरूले उताउँछ त सल्क्यो सल्कन यतिको त हो तातो आयो भयो तातो होइन बनतिर त जान्न अन्य कुरो जान्न यतिको जाओस् ओ अर्को सिङ्कुन छ त त्यो नि उन्नु च्याउका पाना यिनीहरू न हो घर खाना दुखाले आज घर रोटी खाइन्न के काम ल्याएको हैछ भन्ने क्या नलगाउने आएन त नि त्यहाँ छ ज्याउको त्यहाँ च्याउ पलाउनु खुट्टामा पुरै झ्याउ पला खा
आउनु आउनु नआत्तिकिने बिस्तारै। ओहो यहाँ त बर्बाद पारेर काटेछन् नि यार। अब च्याउ भेटिन्छ, सब यसरी काटेको भेटिन्छ, नकाटेको भेटिन्न। अब च्याउ पाइले जस्तो छैन, अब न्युरो खोज्न जाने। फन नक्कै पलाएर छैन चारैतिर। तर पर्दैन अब च्याउको मायामा र म न्युरो खोज्न जाऊँ। त्यसलाई नहेरिकन गयो नि पुरै कोपीले काटे छन्। हामी फागुनतिर आएको भए यो एकदम पुरै जङ्गलै गुराँसमय हुन्थ्यो। त्यो हुनाले गुराँसका फुलहरू सबै फुलेर झरेर पुनः फेरि पाउल खेलिसकेका छन्। यो हाम्रो बिरौटा चौर, बिरौटा थरी भने यहाँनिर घुम्टे। ढोल शुद्ध लगाएको नि अब कुनाले हो, यो बराखला हो कि कुनालाई पछि भेट्टा आयो भने। घुम्टेमा दर्शन गर्न आउनुभएका महानुभावहरू देख्न सकिन्छ। अब हामी यसरी यो पुरा यो आगलागी भएको ठाउँबाट लड्दै पड्दै आएका हामी भन्दै अब भने हामी न्युरो खोज्न जाँदैछौँ बिरौटा थरीदेखि। अब घुम्टे नलागेर ओह्रालो खोलातिर अब न्युरो पाइए न्युरो, सतुवा पाइए सतुवा, अब न्यालाका टुसा पाइए टुसा। यो पाखाले त सतुवा हुने हो नि यस्तो माछा। अब यसरी हामी टक्क अब जरबुट्टा हेर्दै जरबुट्टाको जरा जरा टुसा खोज्दै अगाडि बढिरहेका छौँ। अब च्याउ त पाइएन, च्याउ पाइने ठुटामा सबै झ्याउ पाइयो। बेलुकीले खानालाई यसो एक छाक जङ्गलको केही त लान पर्यो। त्यो हुनाले चाहिँ हामी अब यसरी यो जडबुटो जुन आँगन बढार्न एकदम युज गरिन्छ, टक्कसँग अब यो जडबुट्टाको यो त न्यालो चाहिँ छैन हजुर, अलिअलि भेट्टेछ नि। छिप्पिसकेछन् कि धेरै त भएकै अग्ला अग्ला बहन। ऐट
हैट पुरै टिपिहान या भालुले खाएको कि टुसा अब अहिलेसम्म खाने निउरो चाहिँ भेट्टे होइन एउटा स्याम्पलको लागि भेट्टे हा यही हेर्दै अरू निउरो खोज्दै गयो नि अब केही न केही त लानै पर्यो यसरी हामी जडबुटाको टुसा टिप्दैछौँ भालु हुन्छ र पो त जडबुटा भएमा त अझ यति च्याउ भने पनि आएको जे भने पनि यही हो निउरोको त अब यस्तो यहीँ त हिँडिरहेन अब आश नगरौँ भर पढौँ टक्क यसरी यो जडबुटाका टुसा तलमा दाइ निउरो त अब अन्तिममा च्याउ निउरो केही नपाएपछि हामी अब यही ऐसेलु टिप्दैछौँ ऐसेलु चाहिँ जति टिपिन्छ फेरि च्याउको भारीले पनि चाप्यो हुन्छ मामा कहिले नभएको अचम्मै भयो एक साग च्याउ नि पाइएन ऐसेलु जाति बित्तिकै अब बिहान बाइक छोडेको ठाउँमा आइयो फेरि ऐसेलु जता हेऱ्यो त्यतै ऐसेलु नै ऐसेलु ऐसेलुले पनि पुरै पहेँलै छ यहाँ चाहिँ सायद त्यता भैँसी जान्छ भनेर केटाहरूले बारेर चाहिँ यस्तो बनाएर रहेछन् त्यो हुनाले हामीले बिहान बाइकहरू चाहिँ यहाँभन्दा उकालो लान सकिएन उता बाउ छोराले पुरा दुईटा बोतल भरि ऐसेलु लिएर आइरहन् कति अग्लो बारेका नि बाहेन नि यार हैट